चाहिँ म त्यो मेट्रोतर्फ जाँदैछु। बेला बेलामा मिसाइल बमहरू आएर एक्लै छु अनि त्यसपछि हेलो वेलकम टु माई न्यू एनदर ब्लग। इट्स मी निरज फ्रम कतार है। कतारबाट चाहिँ यसो सानोतिनो ब्लग चाहिँ पहिला हान्दै थिएँ अनि अहिले चाहिँ धेरै नै समयपछि फेरि पनि म ब्लग आज चाहिँ फर्किँदैछु। मेरो ब्लग हेरेर साथ दिनु होला दर्शक बिनहरू है। अनि अहिले चाहिँ मैले फाइनली ड्युटी चाहिँ सकाइसकेको छु। अहिले चाहिँ बिहानको समय छ। मर्निङ टाइममा चाहिँ इन्ट्रो चाहिँ मैले माथि पनि हालिदिएको थिएँ, तर अलिकति साउन्डमा चाहिँ अलिकति इको धेरै बाहिरको साउन्ड आएको भएर इन्ट्रो चाहिँ मैले यहाँ तल मेट्रो स्टेसनमा आएर दिँदैछु। अनि म चाहिँ सधैँ ड्युटी सकेर चाहिँ बसमा जाँदै गर्दै थिएँ। आज भ्लगको निम्ति चाहिँ मेट्रोतर्फ जाँदैछु। हेरिदिनु होला मेरो भ्लग अन्तिम समयसम्म है। ल आज चाहिँ भ्लग म चाहिँ बनाउँदै रुमतर्फ जाने निर्णय गरेको छु मैले। हेरिदिनु होला। यस्तो छ एलिभेटर लिफ्टबाट चाहिँ तल सर र मेट्रो चढ्नको निम्ति म जाँदै नै छु है। मेट्रो चढ्ने चाहिँ फाइनली प्लेस चाहिँ आइसकेको छ। यस्तो छ सो मेट्रो चाहिँ आइसकेको छ। यहाँबाट जान्छु। सो दर्शक बिनहरू यो चाहिँ पछाडि देख्नु भएको छ, यो चाहिँ मन्सुरा मेट्रो स्टेसन। अनि यहाँबाट चाहिँ अलिकति अगाडि चाहिँ मेरो अकोमोडेसन पर्छ। अनि त्यो म चाहिँ अकोमोडेसनतर्फ हिँड्दैछु। अनि मेट्रोमा चाहिँ खतरा मान्छेहरू थियो, अनि त्यही भएर बोल्न चाहिँ हल्का लाज लागेर अनि भ्लग चाहिँ त्यस्तै नै भइहाल्यो। अब यहाँबाट चाहिँ म जाँदै नै छु। हेर्नु होला। कतारको अवस्था चाहिँ एकदमै नाजुक छ, किनभने बेला बेलामा मिसाइल बमहरू आइरहेको छ। हिजो पनि आएको आउँछ माथि पड्किन्छ। अनि अहिलेसम्म चाहिँ आएको छैन त्यस्तो। अनि कतारको चाहिँ मौसम अहिले भनेको कुल छ। अनि म चाहिँ यो सर्टकट मेरो रुमतर्फ जाने बाटोबाट चाहिँ हिँड्दैछु। यस्तो बिल्डिङको बिचतिरबाट, किनभने यो सर्टकट बाटोबाट गएपछि चाहिँ मेरो रुम नजिकै पर्छ है। यस्तो छ है आजको मेरो भ्लग। खतरा बवालै बनाउँछु भनेर सोच्न त सोचेको थिएँ, तर अब कस्तो भयो तपाईँहरूले नि मेरो भ्लगलाई हेरेर कमेन्ट गरिदिनु होला है। यस्तो रहेको छ आजको दिनको भ्लग मेरो चाहिँ है। अब चाहिँ म यहाँबाट भ्लग खिच्दै नै जानेछु, बोल्दै नै जानेछु। तपाईँले हेरिदिनु होला दर्शक बिनहरू। यस्तो छ मेरो घर जाने बाटो है। यस्तो छ। अहिले चाहिँ म धेरै नै समयपछि भ्लग बनाउँदैछु। अनि भ्लग बनाउने कुराहरू चाहिँ मैले बिर्सिँदै गइरहेको छु। अनि आज चाहिँ धेरै समयपछि चाहिँ अहिले भ्लग हान्दै गइरहेको। अनि म चाहिँ अहिले मेट्रो स्टेसनबाट झरेर चाहिँ रुमतर्फ जाँदै नै छु। अनि कतारको मौसम अहिले फुल चिसो छ। त्यही भएर यहाँ देख्न सक्नुहुन्छ तपाईँले परेवा चाहिँ बवाले चाहिँ हामीले त्यो चाहिँ परेवा है कतारमा है। यस्तो हुनेछ परेवा। चाहिँ म लगभग रुमको नजिकै नै पुगिसकेको छु। हल्का भ्लग बनाउँछु भनेर चाहिँ आज सोचेको थिएँ। आफूले सोचेको जस्तो चाहेको जस्तो भ्लग चाहिँ तपाईँहरूको माझमा ल्याउन सकिनँ, त्यसको लागि माफ गरिदिनु होला। आजको भ्लग चाहिँ हल्का त्यस्तै नै भयो, छोटो नै भयो। अब चाहिँ भ्लग खतरा चाँडै नै राम्रो मिठो बनाउने छु, बवाले लिएर आउने छु भन्ने बाचा गर्दै यो भ्लगबाट चाहिँ म छुट्न चाहन्छु। हस्त दर्शक बिनहरू, हल्का यो चाहिँ भ्लगको मेरो इन्ट्रो नै थियो, किनभने अबको दिनमा चाहिँ कुनै भ्लग सुरु गर्न गइरहेको छु। तपाईँले चाहिँ माया गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला भन्दै यो छोटो मिठो भ्लगको इन्ट्रोबाट चाहिँ म बिदा हुन चाहन्छु। हस्त दर्शक बिनहरू, बाई बाई।